गुरुङ राम्रो एकदम राम्रो मान्छे हो सुदन गुरुङ भन्ने मैले धेरै मान्छे देखेँ के। सुदन गुरुङले राम्रो काम गरो म पनि मान्छु, उसले राम्रो काम गरेको थियो। तर उसको त अहिले छानबिन पनि चलिरहेको छ नि। सामान्य व्यक्ति त्यत्रो पैसा कहाँबाट आयो, लोन कसरी आयो, लोनको स्रोत के हो, पैसाको स्रोत के हो, सेयर कसरी आयो, त्यो त छानबिन भइरहेको छ नि। र ऊ गृहमन्त्रीको राजीनामा दिनुपर्ने यो स्वाभाविक हो। जहाँ पनि हुन्छ कुनै पनि गृहमन्त्रीको पोस्टमा बसेर उसको छानबिन हुन सक्दैन। र अहिले बालेन र रवि यिनीहरू झोले हुन्, यिनीहरू भित्रभित्र यिनीहरूको चलखेल चलिरहेको छ, सुदनलाई निकाले भन्ने मान्छे पनि मैले धेरै देखेँ के। पार्टी धरापमा छ, पार्टीको कुनै मान्छेको आरोप लागिरहेछ, उसले यस्तो गर भन्ने आरोप लागिरहेको छ भने पार्टीको सभापति र प्रधानमन्त्रीको हिसाबले त उसले त राजीनामाको माग गर्नु त त्यो त स्वाभाविक हो नि। कहाँको नयाँ कुरो हो। र पार्टीमा कसैले गल्ती गरो त राजीनामा दे, तेरो छानबिन हुन्छ भन्दैमा ऊ दोषी भयो, रवि अब झोले भयो। यतिसम्म पनि अबुझ हुनुहुन्न के। र ठिक छ, तपाईँहरूले सुदन गुरुङलाई रुचाउनुहुन्छ, तर छानबिन हुन्जरी त पुर्नु पर्यो नि त। के थाहा ऊ दोषी पो हो कि, उसले पैसा अरूसित अब घुस पो लिएको हो कि, ऋण लियो भने पनि ठिक छ, स्रोत आउँछ नि त कसरी कमायो भन्ने कुरा। त्यो नआइकन सुदन गुरुङ राम्रो, उसले 2-4 जनालाई पक्रियो, 2-4 जनालाई जेलमा हालो भन्दैमा ऊ राम्रो भयो भन्ने पनि हुँदैन नि त। कुनै दोषीलाई सत्तामा राखेर कसरी विकास हुन्छ। गल्ती गरेर पनि पदमा बसेर पद सम्हाल्न सकिँदो रहेछ भन्ने जाँदैन।